नयाँ भिडियोमा सम्पूर्णलाई स्वागत गर्न चाहे। आज पनि हामी नयाँ भिडियो लिएर आइसकेका छौँ। आज चाहिँ बुद्ध जयन्ती तथा उभौली चाड सम्पूर्णलाई शुभकामना साथै यतिखेर चाहिँ हामी बाहिर निस्किन लागिरहेका छौँ। आज पनि छुट्टी छ हाम्रो चाहिँ। यहाँबाट लगभग 5-6 मिनट हामी हिँडेर एकछिन घुम्नको लागि जानेछौँ। हामी झरिसक्यौँ रुमदेखि तल होस्टेलतिर है। हामी गएर छौँ यतिखेर सरप्राइज भने जस्तो होइन, गएर हेरौँला कस्तो ठाउँ छ भन्ने कुरा चाहिँ। चक्लेट खाने हो? दुईवटा दिनुभयो त यार। हाम्रो दाइले चाहिँ चक्लेट दिनुभएको छ। यो चाहिँ एकदम स्वास्थ्यको लागि हानिकारक त छैन, रुगा हटाउनको लागि। हामी चक्लेट खाएर जाँदैछौँ फ्रेस भएर दिनलाई। पछाडिको चाहिँ हाम्रो पुरा होस्टेल, यहाँदेखि चाहिँ हामी पुरै होस्टेल देख्न सक्छौँ है। यहाँ केटाहरू एकदमै बिजी छ। कोही ब्लुटुथ कनेक्ट गरेर सुन्ने जमर्कोमा भने कोही मिठाईको स्वाद लिएर अगाडि बढिराख्नु भएको छ। म भने सो तपाईँहरूको लागि सानो क्लिपहरू क्लिक गर्दै हिँडिरहेको छु। यो हाम्रो होस्टेल चाहिँ म जहिले नि मेन्सन गर्छु, यो होस्टेल बन्दैछ भन्दा नि बनाउन छोडिसक्या हो बालेनको कमीले। हजुर ब्लुटुथ खोइ त्यस्तै बिटी के होला। मैले नि किन्ने मात्रै हो फोटो खिच्नलाई। हामी चाहिँ अगाडि बढिरहेछौँ। यहाँको गन्तव्य चाहिँ यस्तो छ है। बाटोहरू एकदम यहाँनिर बालेनको आवश्यकता छ। बाटोहरू एकदम नाजुक टुक्रा टुक्रा भइसकेको अवस्था छ मलेसियामा। यहाँ चाहिँ ठ्याक्कै नेपाल जस्तै लाग्छ है। नेपाल भन्दा नि एकदम बिजोक छ यहाँ। बिजोक फोहोर त्यत्तिकै होइन। यहाँको ठाउँहरू घरहरूको स्टाइल हेर्दा ठ्याक्कै नेपालको हाम्रो तराई जिल्लाहरू जस्तो लाग्छ। जस विदेश जस्तो फिल नआउने के सक्नुहुन्छ। यहाँको घरहरू चाहिँ यस्तो छ है। ठ्याक्कै यहाँको मौसम, यहाँको ठाउँहरू घरहरू यस्तै छ सबै ठाउँ। प्रायः ठुल्ठुलो सिटीहरूमा भन्दा बाहिर गाउँहरूमा चाहिँ प्रायः सबै घरहरू यस्तै मात्रै देखिन्छ। त्यसपछि यता भयो यहाँ चाहिँ भनेको मलाईहरूले चिसो आइस बेच्ने ठाउँ यहाँ चाहिँ। तर आज चाहिँ छैन रहेछ। आज किन बसेन त्यो पनि थाहा भएन, तर आज चाहिँ छैन रहेछ। भएको यस्तो गर्मी छ, यसो खाँदै जानु हुन्थ्यो तर छैन रहेछ है। कतादेखि जाने हो लामा? ओइ यतादेखि जाने कि? ल हामी चाहिँ यता गाउँको बिचबाट जाँदैछौँ। अझ मजाले हेर्न सकिन्छ यहाँ चाहिँ गाउँहरू यस्तो छ टक्कै है एकदम। तर यहाँ यो चाहिँ के हो, सुपारीको बोटहरू पनि यहाँ रहेछ। हाम्रो गाइजहरू चाहिँ एकदम व्यस्त हुनुहुन्छ है गीतमा। पुरा यत्रो कानमा ब्लुटुथ लगाएर एकदम व्यस्त। यता हाम्रो दाइ बिन्दास अब एक्लै हो, सिलो पहेँलो भन्दै बस्छ। सुन्दैछ? एकदम गर्मी छ, घाम लागिरहेछ। हाम्रो यात्रा चाहिँ अगाडि बढी नै रहेछ। हाम्रो गन्तव्यसम्म पुग्ने क्रममै छौँ हामी। यहाँ चाहिँ खसीको लागि घाँसहरू टन्न रहेछ प्रशस्त।
तर खसी चाहिँ खसी गाई बाख्राहरू यतातिर खासै नपाल्ने रहेछन्, किन हो थाहा भएन। सायद विकसित देश भएर नि होला। तर घाँस चाहिँ यहाँ टन्नै छ है। हाम्रो नेपालमा भए चाहिँ यो थोप पनि छोड्दैनन्। यहाँ चाहिँ सुपारीको बोटहरू टन्नै रहेछ। प्लस यतापट्टि यो चाहिँ के को बोट चाहिँ तेलको रुख। यसको फेदामा चाहिँ डल्लो डल्लो फुटबल जस्तो हुन्छ है। त्यसलाई चाहिँ कहाँ लगेर फ्याक्ट्रीमा लगेर त्यसलाई तेल बनाउने, त्यसपछि बेच्ने। यहाँ तेल पनि धेरै नै सस्तो हुन्छ। प्लस यता चाहिँ हाम्रो सब्जी खेती रहेछ। यहाँ पर चाहिँ यहाँ चाहिँ विभिन्न प्रकारको सब्जीहरू मौसम अनुसार रोप्ने गरिँदो रहेछ। यतिखेर चाहिँ काँक्रा लगाएको रहेछ। काँक्रा ठिक्क ठिक्कको भएको छ है खानको लागि। गर्मी त कति हो आज। है ल हामी चाहिँ पुग्न लाग्यो है। अब यसपछि 5 मिनट लाग्छ हाम्रो यही नजिकैको। हामी चाहिँ आज विशेष छुट्टी प्लस एकदमै बोरिङ भएर चाहिँ यसो फ्रेस हुनको लागि निस्केको। यहीँ नजिकैको नदी भनौँ कि के भनौँ, यसलाई के भन्छ, बन्दरगाहमा माछा मार्ने ठाउँ हो। यहाँ गएको जस त्यहाँ गएर एकदम चिसो हावा आउँछ, त्यहाँ चाहिँ आनन्द हुन्छ। त्यही भएर हामी चाहिँ गइरहेको छौँ। यो साइडमा चाहिँ जङ्गल छ। यो जङ्गलको उतापट्टि चाहिँ हाम्रो होस्टेल भयो। अनि यहाँ अगाडि चाहिँ सानो नदी, समुद्रको सानो टुक्रा यहाँदेखि नै बगिरहेको छ। सो हामी चाहिँ त्यहाँ जाँदैछौँ है। मैले थुप्रैवटा भिडियो यहाँको बनाएको छु। यो पनि मैले बनाएँ किनभने यसो भिडियो बनाएर हालिराखौँ भन्ने पनि हो। क्षणिक कुराहरूलाई भिडियोमा कैद गरिराख्दा निकै रमाइलो हुन्छ। भोलिको दिनमा यसो आफैले हेर्दा पनि। यहाँदेखि पर हामी पुगिहाल्यौँ। अब आज चाहिँ पानी धेरै नै बढेको छ जस्तो देखिरहेछ। यहाँ माथिसम्म आइपुगेको छ पानीहरू। सो हाम्रो आज पानी बढेको छ है। निकै माथि आएको होला। हामी चाहिँ त्यहाँ नाउँहरू छ भने हामी पनि एकछिन एक राउन्ड हान्छौँ है। त्यहाँ यसो चढाउने नाउँहरू छ भने हेरौँ छ छैन। आज चाहिँ यहाँ एकदमै धेरै मान्छेहरू आएको जस्तो बुझियो है। यहाँ पुग्ने बेलामा त्यस्तो सङ्केत पाइयो। गाडीहरू अलि धेरै नै आइरहेछ। आज होलिडे पनि हो। प्लस बुद्ध जयन्ती नि पर्यो। उभौली पर्व कि चाड हो? वास्तवमा चाडै हो उभौली चाड। हामी पनि मनाउन आइयो साकेला नाच्नलाई यहाँ समुद्रको छेउमा गएर। हामी चाहिँ यहाँ आइपुगिसक्यौँ है। यहीँ हो हामी आएको चाहिँ विशेष। यो चाहिँ ठ्याक्कै माछा मार्ने ठाउँ होला सायद। माछाहरू मार्नको लागि एकदमै धेरै मान्छेहरू आउँदो रहेछन्। अनि सानोतिनो सामानहरू नि यहाँबाट लोडिङ अनलोडिङ पक्कै हुन्छ होला। सो यहाँ चाहिँ एकदम बस्नको लागि, गर्मीमा बस्नको लागि एकदम आनन्द हुन्छ। चिसो मौसम, चिसो हावा चल्ने ठाउँ हो यो चाहिँ। यताबाट आएको ट्याक्कै यहाँको ठाउँ चाहिँ यस्तो छ। देख्न सक्नुहुन्छ यसरी चट्टै लाएर। धेरै ठुलो छैन, त्यहाँ पारी देखिरहेछ ठिक्कको छ। यहाँदेखि यो साइडमा नि एकदम धेरै माछा मार्ने मान्छेहरू टन्नै छन्। सानोतिनो डुङ्गासुङ्गा ल्याएर एकदम कुल छ। कुल यता चाहिँ केटाहरू कुल भएर बसिरहेछन्, टिकटक बनाइरहेछ है। यहाँ चाहिँ भित्र माछा मारेर राखेको रहेछ किनेर। यो
हो है। यहाँ चाहिँ विभिन्न खालको माछाहरू राखेको छ है। उयो चाहिँ कुन हो डल्लो झन्? डल्लो त भन्दा राम्रो। यहाँ चाहिँ माछाहरू नै किनेर लगेर खान मिल्दो रहेछ। यहाँ एकदमै गर्मी भएर चाहिँ अब यहाँ टक्क स्पोन्सर बाई लामा बिन्दास रेडबुल खाइरहेछौँ। यहाँ चाहिँ हामी बुद्ध जयन्तीको लागि पार्टी भनौँ न, कुराहरूले हानिरहेछन्। रेडबुल 100+ सातुरातुस चिप्स खाइरहेछन्। सो हामी चाहिँ अब एकछिन व्यस्त हुन्छौँ है त खानुतिर। सब मरिन्थ्यो भन्दैन होला नि त। ल यसको नाम आएन, जहाज भनौँ हामी चाहिँ होइन। यहाँसम्म आउनु थालेछ। पानी जहाजै हो, हवाई जहाज होइन है फेरि। साँझ परिसकेको छ है। हामी चाहिँ यहाँ पुरा रेडबुल खाएर बसियो। अब चाहिँ लगभग रातो घाम लाग्न थालिसक्यो। अनुहारमा रातो घाम पनि परिरहेछ। यता चाहिँ मैले अहिलेसम्म चाहिँ हाम्रो बिन्दास लामाको फोटो खिचिदिरहेको थिएँ है। फोटोहरू एकदम बवाल त खिच्न सकिएन, ठिकैको आयो। अलिकति खिच्न नजानेको हो कि के हो। अनि यहाँ यता चाहिँ यो समुद्रमाथि माछा मार्ने ठाउँहरू बनाएको रहेछ। अनि यहाँ चाहिँ झन्डै लड्यो। यहाँ चाहिँ एकदम बिन्दास दिइरहेछ, फोटोसोटो हेरिरहेछ कस्तो खिचिदियो भनेर। प्लस एकदम लामो छ है। यहाँ चाहिँ दामी हावासावा आउँछ। छुट्टीको बेला चाहिँ प्राय हामी सधैँ आइराख्ने ठाउँ हो यो। एकदम बवाल छ भनौँ न। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। यस्तो छ, यस्तो भनेर हो। रातो घामले होला, रातो घाम लागिसकेको छ नि त। अब हामी पनि जाने बेला हुन लागिसक्यो। यहाँबाट निस्किने बेला हुन लागिसक्यो। फेरि भोलिबाट उता हाम्रो बिन्दासको चाहिँ डे ड्युटी प्लस मेरो चाहिँ नाइटै भन्नुपर्छ। दिनभरि सुत्ने हो, रातभरि जाग्ने हो। हाम्रो चाहिँ अब निस्किने टाइम भइसक्यो। यहाँबाट एउटा लास्ट फोटो हानिरहेछन्। पर ढुङ्गाको टुप्पोमा गएर ठ्याक्कै यता हाम्रो क्यामराम्यान। एकदम दुःख गाह्रो। फेवातालमा साइलीमा टिकटक बनाइरहेछन्। साइली कता छन्? हल्लेर बिजोग छ। ल हामी चाहिँ यहाँबाट अब निस्किन्छौँ है त। ओके, म चाहिँ निस्केँ है। ओके गाइज, हामी अब यहाँबाट जान्छौँ है। अब रात परेर यहाँ लाइट साइट बालिसक्यो। फेरि हामी आउने सन्डे अथवा अर्को छुट्टीमा अर्को नयाँ भिडियो लिएर आउनेछु। अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलको लागि बाई।